नमस्ते सम्पूर्ण साथीहरूलाई। फेरि पनि मलेसियाको दुईवटा कम्पनीबाट चाहिँ ठुलो सङ्ख्यामा नेपाली कामदारहरूको डिमान्ड आएको छ। त्यसैले आजको यस भिडियोमा कुन कुन कम्पनीबाट कति जनाको डिमान्ड आएको छ र यसको इन्टरभ्यू कहिले र कुन मेन पावरमा हुँदैछ, के कामको लागि डिमान्ड आएको र यो कम्पनीले के उत्पादन गर्दछ, साथै कम्पनीबारे सम्पूर्ण जानकारीहरू आजको यस टपिकमा रहेको छ। यो भिडियोलाई अन्त्यसम्म हेर्नुहोस् र यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सिनु है त। पहिलो कम्पनी रहेको छ इपी पोलिमर्स एसडिएन बिएसडी। यो कम्पनीबाट चाहिँ ठुलो सङ्ख्यामा 100 जना नेपाली पुरुषहरूको डिमान्ड आएको छ जनरल फ्याक्ट्री वर्कर्सहरूको लागि र यसमा बेसिक सेलरी 1700 रिङ्गेट, 26 दिन 8 घन्टाको प्लस ओभरटाइमहरू। यो कम्पनी चाहिँ एकदमै राम्रो कम्पनी हो। यो चाहिँ एउटा गाडीहरूको पार्ट्स पुर्जाहरू बनाउने कम्पनी रहेको छ। त्यसैले तपाईँले यो कम्पनीमा मन्थली 2500 देखि 3000 रिङ्गेटसम्म मजाले कमाउन सक्नुहुनेछ र यसको लागि प्री इन्टरभ्यू मेन पावर कार्यालयमा धमाधम भइरहेको छ भने फाइनल इन्टरभ्यू चाहिँ यही असारको 17 गते अर्थात् जुलाई 1 तारिक हुन गइरहेको छ मेन पावर कार्यालयमा र यसको डिमान्ड चाहिँ एयर किङ्स प्लेसमेन्ट मेन पावरमा आएको छ र यदि तपाईँहरू यसमा अप्लाई गर्न चाहनुहुन्छ भने यो मेन पावरको यो नम्बरमा कन्ट्याक्ट गरेर अथवा यो मेन पावरको अफिस भिजिट गरेर राम्रोसँग बुझेर तपाईँले यसमा अप्लाई गर्न सक्नुहुनेछ। यो चाहिँ एउटा राम्रो कम्पनी रहेको छ। यो अवसर चाहिँ तपाईँहरूले नगुमाउनु होला। अब यो कम्पनीको बारेमा भन्नुपर्दाखेरि यो कम्पनीको काम गर्ने लोकेसन चाहिँ मलेसियाको शाह आलम सेलेङ्गरमा रहेको छ। यो इपी पोलिमर्स कम्पनी मलेसियामा सन् 1982 मा स्थापना भएको मलेसियाकै ठुलो कम्पनी हो र यो इपी म्यानुफ्याक्चरिङ कम्पनीको एक सहायक कम्पनी हो। यो कम्पनीको मुख्य काम यो अटोमोटिभ कम्पनीहरूको लागि ओइएम म्यानुफ्याक्चरिङ कम्पनी हो। प्लास्टिक इन्जेक्सन मोल्डिङ्सबाट इन्जिनियरिङ प्लास्टिक पार्ट्सहरू बनाउने गर्दछ र यो कम्पनीको मुख्य उत्पादनहरू इन्जिन एयर इन्टेक म्यानिफोल्ड, फ्युल रेल असेम्बली, कार सिट अथवा गाडीको सिटहरू, गाडीहरूको भित्री र बाहिरी प्लास्टिक एक्सेसरिजहरू बनाउने गर्दछ र यो इपी पोलिमर्स कम्पनीले मलेसियाको चर्चित प्रोटोन जस्ता ठुला अटोमोटिभ ओइएम कम्पनीलाई महत्त्वपूर्ण मोड्युलर कम्पोनेन्ट सप्लाई गर्दछ। अब दोस्रो कम्पनी रहेको छ सिसिएच मेटल एसडिएन बिएसडी। यो कम्पनीबाट चाहिँ मात्र 20 जना पुरुषहरूको डिमान्ड आएको छ जनरल वर्कर्सहरूको लागि र यसमा बेसिक सेलरी 1700 रिङ्गेट, 26 दिन 8 घन्टाको प्लस ओभरटाइमहरू। यो कम्पनीमा पनि तपाईँले मन्थली 24-2500 रिङ्गेट मजाले कमाउन सक्नुहुनेछ र यसको लागि प्री इन्टरभ्यू चाहिँ मेन पावर कार्यालयमा धमाधम भइरहेको छ भने यसको फाइनल इन्टरभ्यू चाहिँ असार 17 गते अर्थात् जुलाई 1 तारिक हुन गइरहेको छ मेन पावर कार्यालयमा र यसको डिमान्ड चाहिँ हुमर ओभरसिज मेन पावरमा आएको छ। यदि तपाईँहरू यसको लागि अप्लाई गर्न चाहनुहुन्छ भने यो हुमर ओभरसिज मेन पावरको नम्बरमा कन्ट्याक्ट गरेर अथवा मेन पावर कार्यालय भिजिट गरेर राम्रोसँग बुझेर तपाईँहरूले यसमा आवेदन दिन सक्नुहुनेछ र यो मेन पावर कार्यालयको लोकेसन चाहिँ ग्वारको 7 ललितपुरमा रहेको छ। अब यो कम्पनीको बारेमा भन्नुपर्दाखेरि यो सिएच मेटल एसडिएन बिएसडी कम्पनी मलेसियामा सन् 2012 मा स्थापना भएको मलेसियाली कम्पनी हो र यो मलेसियाको पेनाङमा अवस्थित एक रिसाइक्लिङ र वेस्ट म्यानेजमेन्ट कम्पनी हो। यसले चाहिँ विभिन्न प्रकारका धातुहरू कलेक्सन र रिसाइक्लिङ गर्ने गर्दछ। यो कम्पनीको मुख्य उत्पादन र व्यापारहरू नम्बर 1 वेस्ट म्यानेजमेन्ट, नन हाजार्ड्स फोहोरहरूको कलेक्सन र ट्रिटमेन्ट गर्ने गर्दछ। नम्बर 2 मेटेरियल रिकभरी, तामा, आल्मुनियम, केबल र प्लास्टिक जस्ता सामान रिसाइक्लिङ गर्ने गर्दछ। नम्बर 3 होलसेल, स्क्रैप मेटल र रिसाइक्लेबल सामानको होलसेल गर्दछ। यो कम्पनी चाहिँ एउटा स्क्रैप धातुहरूको रिसाइक्लिङ गर्ने कम्पनी हो। यसले चाहिँ कलेक्सन, रिसाइक्लिङ र होलसेल बेचबिखन गर्दछ। आजको भिडियो तपाईँहरूलाई कस्तो लाग्यो? भिडियोलाई लाइक, कमेन्ट र सेयर गरिदिनुहोस् र यस्तै मलेसिया जब अपडेट र कम्पनीहरूको जानकारीको लागि
हाम्रो च्यानललाई सब्सक्राइब पनि गरिदिनु नबिर्सिनु होला।